हेलो साथीहरु, तपाईलाई वेलकम छ मेरो ब्लगमा है। यस्तै छ टाइम पास, ड्युटी आयो गयो। म चाहिँ हाम्रो सोल्टी सहरमा मास्टर है। आज त्यति साह्रो अर्डर आएको छैन, त्यो भएर केटाहरू पनि भित्र अलिक गर्मी छ, लास्टै गर्मी हुन्छ र केटाहरू बाहिरतिर बसिरहेको छ। यो चाहिँ हाम्रो भेजिटेबल स्टक गर्ने ठाउँ। गर्मी कारणले गर्दा केटाहरू सबैजना बाहिर बसिरहेको छन् पङ्खामा है। म चाहिँ भित्रतिरको नजाराहरू यसो देखाउँदैछु। आज सहरमाहरू पनि छिटै लागिसकेको छ, त्यही भएर यो क्यामेरा अलिक बाहिरबाट धेरै घामको फोक्साएर वाइट देखियो है। अहिले 4 बजेको छ। म चाहिँ टुक्रा भिडियोहरू अब जोड्दै टाइम मिल्दै पछि बनाउँदै राख्छु र जोडेर हाल्छु है। सोल्टीले चाहिँ सहरमाको लागि क्याबेज सपिङ गर्दै हुनुहुन्छ र डाइरेक्ट अब यो चाहिँ बेलुकाको हो है। बेलुकाको 8 बजेको 8 बजीसम्म चाहिँ सहरमा यति सकिसकेछ आधी नै, र फटाफट अर्डर आइरहेछ। केटाहरू पनि भित्र आउँदैछ, 1-2टा गर्दै अर्डरहरू आइरहेछ टुक्रा गर्दै। अल्छी लाग्दो छ, कोही बेला बिजी भएपछि लास्टै बिजी हुन्छ, कोही बेला फेरि यस्तै हो, कस्टमर ढिलो आउँछ, फटाफट अल्छी लाग्दो हुन्छ। हाम्रो भाइ चाहिँ मोहन भाइ हो, चाइनिज मास्टर, चाइनिज खान्छ उसले चाहिँ। केटाहरू सबैजना अब आउँदैछन्। काम यस्तै हो, काम भनेको अल्छी लाग्दै नै हुन्छ होटल लाइनको होइन। रेगुलर एक तरिकाले चल्दैन, फटाफट मात्र हो। यो चाहिँ हाम्रो फेरि खासै ठुलो होटल पनि होइन, सानो ढाबा हो, रेस्टुरेन्ट। केटाहरू रेला गर्दै बसिरहेको छ रमाइलो गर्दै। अब होटल पनि त्यति साह्रो चलेको छैन, त्यही कारणले गर्दाखेरि हल्का फुल्का रमाइलो गर्दै यसो टाइम पास गर्दै बसिरहेको छन् केटाहरू। फेरि अर्डर आएपछि सबैजना झाराकझुरुक उठेर सबैजना आफ्नो काममा लागि पनि हाल्छन्। यस्तो छैन, केटाहरू एकदम फुर्तिलो छ। अर्डर आउने बित्तिकै जापजुप सबैजना उठेर हानिहाल्छ। हाम्रो अली भाइ उसले चाहिँ क्याबेज काटिदिँदैछ, सपिङ गर्दैछ, हेल्प गर्दैछ। उसले पनि काममा हल्का फुल्का हेल्प गर्छ, उसले पनि जुस मास्टर हो है ऊ चाहिँ। यस्तै छ। अब मेरो पनि अब कामहरू हल्का फुल्का आउँछ, म पनि जानुपर्ने हुन्छ। धेरै लामो भिडियो बनाउनु पाउँदिनँ, यस्तै छ। अरू के भनेर यस्तै टाइम पास। बाई बाई सबैजनालाई है।